अब भन्नुहोस् यो विधेयक कसरी ल्याउनु तपाईँहरूले? यतिसम्म पनि अध्ययन गरेर आउँदैन भनेपछि अनि हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने? जस्तो राष्ट्रिय सभा हुनुपर्ने के हो? एउटा राष्ट्रिय सभाको यत्रो तपाईँको हामीले यो यहाँ तपाईँको मिडिया काउन्सिल विधेयकको 80 प्रतिवेदन छ। यो प्रतिवेदनमा मान्य सदस्य वक्ता मानिस एकैछिन बस्नुहोस्। किन उठ्नु भएको थियो? मेरो समय के नियम आपत्ति हो के हो? के कुन नियम अन्तर्गत के हो मानिस? पहिला नियम के नियम अन्तर्गत के आपत्ति गर्न खोज्नु भएको छ हजुर? राष्ट्रिय सभालाई जसरी संसदको रोस्टरमा बसेर त्यो के हुन्छ त्यस्तो के हुन्छ? यो हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो प्रचलन अनुसार छैन। यस कार्यलाई यो शब्दलाई संसदको रेकर्डबाट हटाउनको लागि म आग्रह गर्छु। ल मान्य सदस्यले राख्नुभएको कुराप्रति ध्यान आकृष्ट भएको छ। वक्ता मान्य सदस्य आफ्नो समय सीमाभित्र आफ्नो कुरा राख्नुहोस्। म माननीय सदस्यज्यूलाई यहीँबाट जवाब दिन चाहन्छु। म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो। मेरा विरुद्धमा राष्ट्रिय सभामा स्टार्टर ल्याएर खेत प्रस्ताव हुँदाखेरि तपाईँको ध्यान आकर्षण कहाँ थियो? है कुण्ड कुण्ड पानी मुन्न मुण्ड बुद्धि भन्छन्। त्यो भए हुनाले म अहिले पनि भन्न चाहन्छु ल मान्य सदस्य रघुजी पन्त के अन्तर्गत नियम आपत्ति हो? व्यक्ति विशेषमा नगइकन मान्यजीले आफ्नो विषयमा आधारित भएर कुराहरू राख्नको लागि म निर्देश गर्छु। धन्यवाद। त्यो मैले यो किन भनिराखेको छु भने यस्तो राष्ट्रघाती कुरा पनि एउटा सभाबाट पारित हुँदाखेरि हामी युवाहरूको भविष्य बर्बाद भयो त्यतिकै भनेको होइन। र राष्ट्रिय सभा चाहिँ केका लागि बनाइएको भने विज्ञहरूको भर्ती केन्द्र हो, तर अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो। जस्तो कानुनको विज्ञ खै कानुनको विज्ञ भइदिए भए त यो कुरा आउँदैन थियो, आज संशोधन भएर आउँथ्यो होला। खै त्यसपछि अर्थ विज्ञ खै, कूटनीतिक तथा परराष्ट्र विज्ञ खै, चलचित्रको विज्ञ खै, कृषि विज्ञ खै, संचार विज्ञ खै, शिक्षा विज्ञ खै, स्वास्थ्य विज्ञ खै, आविष्कार तथा अन्वेषण विज्ञ खै, सांस्कृतिक तथा पर्यटन विज्ञ खै, पूर्वाधार तथा भौतिक विज्ञ खै, सुरक्षा तथा रक्षा विज्ञ खै। त्यस पछाडि यहाँहरूको केही भयो प्रतिक्रिया पछि राख्नु होला। बस्नुहोस्। ल मान्य सदस्य आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुखज्यू बोल्ने समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ त बोल्न पनि नपाइने जस्तो अवस्था देखियो। किनभने म आज पनि भन्छु राष्ट्रिय सभा विज्ञहरूको सभा हो, कार्यकर्ताको भर्ती केन्द्र होइन। हामीले त्यसका लागि विषयमा आधारित भएर बोल्नु। त्यही भएर मैले मिडिया काउन्सिल यो जस्तो विषय मिडिया काउन्सिल आम संचार विधेयकमा यत्रो संशोधन आएको छ। एउटा सभाबाट पारित भएको कुरा छ, एउटा राष्ट्रघातको कुरा छ, दुईटा ऐन बाजिने कुरा हुबहु पारित आउँदाखेरि अब हामीले लज्जास्पद महसुस गर्ने कि नगर्ने भन्ने विषयवस्तु उठेको हो।